हामी नेपालीले एकछिन रोकिएर सोच्नुस् त, यदि तपाईलाई शुद्ध पानी चाहियो भने तपाई के किन्नुहुन्छ? यदि तपाई आफ्नो बालबच्चालाई राम्रो शिक्षा दिन चाहनुहुन्छ भने तपाई कहाँ पठाउनुहुन्छ आफ्नो बालबच्चालाई? यदि तपाईको स्वास्थ्य खराब भयो, यदि तपाई आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन चाहनुहुन्छ भने अथवा राम्रो स्वास्थ्य उपचार गराउन चाहनुहुन्छ भने तपाई कहाँ जानुहुन्छ? अथवा तपाईको घरमा यदि 24 घण्टा बिजुली चाहियो भने तपाई के किन्नुहुन्छ? अथवा तपाईको घर आँगन अथवा तपाईको टोल पडोसमा सुरक्षा चाहियो भने तपाई के गर्नुहुन्छ? मेरो एउटै सानो र सरल प्रश्न छ यो सरकारसँग कि सरकारको के जिम्मेवारी छ? सरकारले हाम्रो लागि के गरिदिनु पर्छ? हाम्रो आधारभूत आवश्यकताहरूलाई सरकारले पूरा गर्नुपर्छ कि पर्दैन? आउनुहोस् आज हामी यसकै बारेमा कुरा गर्छौं। हामी यस्तो समाजमा बाँचिरहेका छौं जहाँ हामीले शुद्ध पानी चाहियो भने हामीलाई वाटर प्युरिफिकेसन किन्नु पर्छ आफैले आफ्नो पैसा तिरेर। यो यस्तो समाज हो। हामी हरेक नेपालीको चाहना हुन्छ कि हाम्रो बालबच्चाहरू राम्रो स्कुलमा पढोस्, तर हामी राम्रो पढाउनको लागि बोर्डिङमा पढाउँछौं अथवा यो देशै छोडेर अरू देशमा पढाउनलाई पठाउँछौं। के हाम्रो यो देशको जुन सरकारी स्कुलहरू छन् त्यहाँको पढाइ राम्रो छैन? हो साथीहरू, त्यही राम्रो नभएर चाहिँ बोर्डिङ स्कुलमा पढाउने गर्दछन्। त्यहाँको सिस्टम खराब भएको कारणले गर्दा, यानी कि त्यहाँ पनि पैसा नै तिर्नु पर्छ। यदि हाम्रो समाजमा सुरक्षा चाहियो भने हामी आफैले सीसीटीभी क्यामेरा लगाउँछौं। हाम्रो घरको अगाडि पोलहरूमा सीसीटीभी क्यामेरा आफैले अथवा एउटा समूह बनाएर हामी किनेर सीसीटीभी क्यामेरा लगाउने गर्दछौं। यदि सबै आधारभूत आवश्यकताहरू हामीले पैसा तिरेर पूरा गर्छौं भने यो सरकार किन? के हाम्रो यो सरकारले हाम्रो आधारभूत आवश्यकताहरू पूरा गरिराखेका छैन? यदि हाम्रो सरकारले आधारभूत आवश्यकताहरू पूरा गरिराखेको छैन भने हामी ट्याक्स किन तिर्छौं? जब सबै कुरा हामी पैसा तिरेरै पूरा गर्छौं भने हामी ट्याक्स किन तिर्ने? यत्रो ट्याक्सहरू हामी हरेक वर्ष, हरेक महिना, हरेक दिन हामीले ट्याक्स तिर्ने गर्छौं। यसलाई हामी सानो एउटा उदाहरण लिएर राम्रोसँग बुझ्न सक्छौं। एउटा नेपाली बुवाले दिनभरि पसिना बगाएर कमाउनुहुन्छ। उहाँले कमाएको पैसा केही ट्याक्समा जान्छ र बाँकी पैसा उहाँले आफ्नो छोराछोरीको शिक्षाको लागि खर्च्नुहुन्छ, आफ्नो स्वास्थ्यको लागि प्राइभेट हस्पिटलमा गएर खर्च्नुहुन्छ, अन्य बिजुली बत्तीहरूमा जान्छन् र लास्टमा उहाँको पैसा सकिन्छ। पैसा सकेपछि उहाँ भन्नुहुन्छ कि हाम्रो देशमा आम्दानी छैन। बुझ्ने हो भने हाम्रो देशमा आम्दानी ठिकै हो, तर त्यो अनुसारको खर्च बढी भयो। खर्च कसरी बढी भयो? त्यही सरकारले एउटा गन्दा कानून जुन बनाएको छ न, गन्दा सिस्टम जुन छ, त्यसमा बढी पैसा गयो। यो बोर्डिङ स्कुलमा हामी किन पढाउँछौं आफ्नो बालबच्चालाई? राम्रो शिक्षाको लागि। यदि त्यही राम्रो शिक्षा हाम्रो सरकारी पद्धतिमा सरकारी स्कुलमा आएको भए त्यति पैसा हामीले तिर्नु पर्दैन थियो अनि त्यो पैसा चाहिँ त्यसको सेभ हुन्थ्यो। त्यो पैसा उसको खेर गएर आम्दानी सकिएको हो, आम्दानी कम लागिएको हो। त्यो सिस्टमलाई हटाउनको लागि यो सरकारले बुझिदिनु पर्छ। यदि बुझ्ने हो भने सरकारको धेरै जिम्मेवारी छैन। सरकारको यति मात्र जिम्मेवारी हो कि नागरिकलाई आधारभूत सेवा प्रदान गर्नु हो र समान अवसर सबैलाई सृजना गर्नु हो र न्यूनतम वर्गहरूलाई संरक्षण गर्नु हो। तर यहाँ भइदिन्छ उल्टो। सबै सेवाहरू धनीहरूले किनिदिन्छन् र बाँकी गरिबहरूलाई त्यही न्यूनतम स्तरमा बाँच्नको लागि बाध्य बनाइदिन्छ। यसले साथीहरू हाम्रो समाजमा असमानता बढाउँछ। यदि हामी आधारभूत कुराहरू नागरिकले नै किनिरहेछौँ भने यो सरकारको सिस्टम कमजोर छ। समस्या मात्र सरकारमा छैन, समस्या हामीमा पनि छ। हामी प्रश्न कम सोध्छौं, हामी जवाबदेहिता कम माग्छौं, हामी चुप लागेर बस्छौं। जहाँ नागरिक चुप हुन्छ त्यहाँ कहिले पनि सिस्टम चेन्ज हुँदैन। अब समय आएको छ प्रश्न सोध्नुपर्छ, हाम्रो ट्याक्स कहाँ गइरहेको छ? सेवा किन कमजोर भयो? अब माग्नु पर्छ पारदर्शिता, गुणस्तरीय सेवा, जिम्मेवार सरकार। यदि सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सकिरहेको छैन भने त्यो केवल सिस्टमको जिम्मेवारी छैन, त्यो नागरिकको भविष्यसँग खेलवाड गरिरहेको छ। अब निर्णय तपाईको हातमा छ। तपाई चुप लागेर बस्ने कि आफ्नो अधिकार खोज्ने? यदि ट्याक्स तिर्नु नागरिकको कर्तव्य हो भने सेवा दिनु सरकारको कर्तव्य हो। जय नेपाल।